तर वास्तवमा हामीले बुझेको लो भनेको चाहिँ त्यो ठाउँ हो हैन। त लोभा भनेको त्यहाँ बस्ने मान्छेहरू हुन् भन्ने हिसाबले बुझायो मैले चाहिँ। त्यो बुझाइ के होला थाहा छैन। लो ठाउँ हो, लोभा चाहिँ मान्छे हो हैन। त्यो गरेर खाममा बस्नेले खाम्पा भन्छ, त्यस्तै खालको कुराहरू हुन्छ। शेरमा बस्ने शेर्पा भन्छ, त्यो खालको कुरा हो। अब त्यो अलिकति खोज्नु होला हैन। ढोमा भन्छ, ढोलमाले पनि ढोमा भन्छ। त्यस कारणले बडा कुनैतिर हामीले कुरा गर्दाखेरि त्यो गाउँको नाम हो कि त्यो मान्छेको नाम हो कि त्यो ठाउँको नाम, त्यो के को नाम हो भन्ने बडा गाह्रो भयो। त्यो नामसँग मिनिङ जोडिएको छ कि, अधिकांश नामसँग मिनिङ जोडिएको छ। अब अपभ्रंश हुँदा हुँदा नामहरू मिनिङलेस हुँदै गएछ। भनेपछि त्यो एउटा नाम र डेट दुइटा एकदमै इम्पोर्टेन्ट देखिएको छ। त्यो हजुरले खोज्ने क्रममा अघि त हाम्रो प्रोफेसरले गजबसँग कुरा गर्नुभयो। एउटा इन्ट्रेस्टिङ लाग्यो तपाईँलाई। नोबेल हाउसेस, राजा पछि 8वटा नोबेल हाउसेस थियो भनेपछि अब मैले तेस्रो कुरा यसैसँग रिलेटेड के भने अघि आम्चीले देखाउनु भयो नि, आम्ची कहाँबाट चाबाट आयो, त्यो आम्ची कहाँबाट कहाँ लिने छ, अहिले आम्ची कहाँ छ, एक्ज्याक्टली त्यो जरुरी हो। बाटो बन्यो, सबै चिज बन्यो, तर मान्छे छैन। अब यसमा मेरो एउटा चुनौती के भने नेक्स्ट जेनेरेसनलाई यो कल्चर अहिले जति इतिहास राम्रोसँग डकुमेन्टेसन गरेर राम्रोसँग सिकाउन सकेन भने हाम्रो मान्छे भोलि फर्केर जाने बाटो पनि कहाँ हो भन्ने थाहा भएन भने त गाह्रो छ। शब्द सिक्ने कोसँग सिक्ने, गीत सिक्ने कोसँग सिक्ने। राजाको बारेमा यति राम्रो इतिहास स्विसको ब्याङ्कले बनाएर छ कि हामी पनि हाम्रो के चाहिँ लिनेजको किन एउटा नबनाउने हैन। त्यो चाहिँ वेल डकुमेन्टेड हुन्छ नि इतिहासमा हैन। रोलहरू चेन्ज हुँदै जान्छ, तर इतिहास चाहिँ ठिक तरिकाले लेख्नुपर्छ, नत्र भने इतिहास जान्नेले लेख्ने कुरा रहेछ कि मैले धेरै देखेँ। हाम्रो श्रद्धेय अध्यक्ष गुरुज्यू, हाम्रो दाजुलाई लगायत सम्पूर्ण आदरणीय सबैजना मैले नमस्कार गरेँ। सबैभन्दा इन्ट्रेस्टिङ त मलाई यो लागिरहेछ ल कुरा गर्दै जाँदाखेरि सबैभन्दा सुनिन्छ होला, सुनिन्छ ब्याकमा सुनिन्छ, गुड गुड गुड। इन्ट्रेस्टिङ त अब म यहाँ चाहिँ झुर्मे हुनुपर्ने ठाउँमा घनश्याम भइगयो, चिकिया हुने ठाउँमा म गुरुङ भइगयो हैन। यस्तो गजब छ हैन। यो जति कुरा गर्यो यसमा योसँग धेरै सम्बन्धित कुराहरू छ। हाम्रो कतिको कल्चर कन्जर्भेसन गर्ने, इतिहासलाई के भन्छ, इतिहास कहाँ पुर्यायो, गर्ने क्रममा के इभोल्युसन आएर कहाँ कहाँ चाहिँ परिवर्तन भएर आयो भन्ने कुराहरू बडा गाह्रो इन्ट्रेस्टिङ छ। एउटा कुरा बुझ्नुपर्ने। दोस्रो कुरा मैले गर्न खोजेको अघि लोभा भन्ने लेखेछ, मुस्ताङ लेखेछ हैन। अब यसमा केही छैन, तर वास्तवमा हामीले बुझेको लो भनेको चाहिँ त्यो ठाउँ हो हैन। त लोभा भनेको त्यहाँ बस्ने मान्छेहरू हुन् भन्ने हिसाबले बुझायो मैले चाहिँ। त्यो बुझाइ के होला थाहा छैन। लो ठाउँ हो, लोभा चाहिँ मान्छे हो हैन। त्यो गरेर खाममा बस्नेले खाम्पा भन्छ, त्यस्तै खालको कुराहरू हुन्छ। शेरमा बस्ने शेर्पा भन्छ, त्यो खालको कुरा हो। अब त्यो अलिकति खोज्नु होला हैन। अरू अब यो मैले भन्दाखेरि अहिले के लाग्छ भने तीनवटा चिजहरू तीनवटा 6वटा कुरा गर्छु। मुस्ताङको कुरा गर्दाखेरि अलिकति 3 लेभलमा भाग लगाउँदा अलिक इन्ट्रेस्टिङ हुन्छ कि लाग्छ। तल्लो मुस्ताङ थाकालीहरूको बसोबास, बिचकोमा हाम्रो फेरि हैन एक ग्रुप हैन जहाँ हाम्रो लोको मान्छेसँग सम्बन्धित छन्, अलिकति सेके बोल्नेहरूसँग चाहिँ अघि कुराहरू आयो। त्यसपछि हामी माथि लो छोदिनु भनेको प्योरली त्यो लोभाहरूको अर्को ठाउँ छ, त्यो अलिकति त्यहाँसम्म हुन्छ। अब धार्मिक कुरा गर्दाखेरि हामीले पढेको अब यहाँ त लामाहरू हुन्छ, मैले के कुरा गर्ने हैन। कुचबतेङ्गा भयो कि त्योले स्याउ भन्छ, त्यहाँबाट सुरु हुन्छ। कुचबतेङ्गाको मेजर ठाउँ त्यहाँबाट सुरु हुन्छ, अनि गरब झोङहरू सबै त्यहाँबाट सुरु हुन्छ हैन। त्यसपछि झोङै त्यहाँबाट सुरु हुन्छ, त्यहाँबाट मुनि चाहिँ खासै धेरै झोङ कुरा छैन। र अहिले यो कुराहरू हुँदाखेरि त्यो अलिकति त्यसरी गर्न पायो भने एउटा इन्ट्रेस्टिङ कुरा त्यो हुन्छ। र दोस्रो कुरा मैले भनेको यो कुरा गर्दाखेरि हामीले पुरानो कुराहरू धेरै खोताल्दै जाँदाखेरि धेरै कुराहरूमा दुईवटा चिजहरू इम्पोर्टेन्ट छ। एउटा डेट, कुन समयमा भयो भन्ने कुरो खोल्न धेरै गाह्रो छ। त्यो समय धेरै ठाउँमा भेरिफाई गर्नुपर्ने हुन्छ। एउटा त नाम चाहिँ बडा गजब छ कि, त्यो नाम चाहिँ राम्रोसँग खोज्नु पर्यो कि मैले धन्डुल भने धन्डुल हो कि ढन्डु हो भन्ने कुरा भयो मलाई नि हैन। अब हाम्रो गाउँमा अब चाहिँ ढोमा भन्छ, ढोलमाले पनि ढोमा भन्छ। त्यस कारणले बडा कुनैतिर हामीले कुरा गर्दाखेरि त्यो गाउँको नाम हो कि त्यो मान्छेको नाम हो कि त्यो ठाउँको नाम, त्यो के को नाम हो भन्ने बडा गाह्रो भयो। त्यो नामसँग मिनिङ जोडिएको छ कि, अधिकांश नामसँग मिनिङ जोडिएको छ। अब अपभ्रंश हुँदा हुँदा नामहरू मिनिङलेस हुँदै गएछ। भनेपछि त्यो एउटा नाम र डेट दुइटा एकदमै इम्पोर्टेन्ट देखिएको छ। त्यो हजुरले खोज्ने क्रममा अघि त हाम्रो प्रोफेसरले गजबसँग कुरा गर्नुभयो। एउटा इन्ट्रेस्टिङ लाग्यो तपाईँलाई। नोबेल हाउसेस, राजा पछि 8वटा नोबेल हाउसेस थियो भनेपछि अब मैले तेस्रो कुरा यसैसँग रिलेटेड के भने अघि आम्चीले देखाउनु भयो नि, आम्ची कहाँबाट चाबाट आयो, त्यो आम्ची कहाँबाट कहाँ लिने छ, अहिले आम्ची कहाँ छ, एक्ज्याक्टली त्यो जरुरी हो। नोबेलहरू पनि कहाँ छ,
मान्छे कहाँ छ, किनभने पास्टको कुरा खोज्नलाई मात्र होइन कि प्रेजेन्ट कहाँ छ मोर इम्पोर्टेन्ट हो। त्यो प्रेजेन्टले फ्युचर डिरेक्सन गर्छ होइन। इभोल्युसन त हुन्छ होइन। हिजो म बखु लगाएर बाख्रा चलाउने मान्छे अब टायर लगाएर आइरहेछ, कुरा बुझेन? त्यो इभोल्युसन हुन्छ, तर इभोल्युसनले कहाँ पुऱ्यायो भन्ने कुरा ट्र्याक गर्नले जतिको पास्ट खोज्नलाई इम्पोर्टेन्ट छ त्योभन्दा इम्पोर्टेन्ट अहिले प्रेजेन्ट कहाँ छ थाहा पाउनुपर्छ। त्यो प्रेजेन्टले फ्युचर डिसाइड गर्छ भन्ने कुरा मैले भनेँ। र अर्को त्योसँग कुरा गर्दै इन्ट्रेस्टिङ मुस्ताङ अब चुनौती र सम्भावना त अब हाम्रो सिइओलाई गजब भन्नुभयो होइन। सङ्घको पनि कुरा गरौँ, गुरुको कुरा गरौँ, धर्मको कुरा गरौँ, क्रोपको कुरा गरौँ भन्ने कुरा गर्नुभयो, बडा गजब छ। तर चुनौती कुरा गर्दाखेरि अहिले हामीमा यो चुनौती कुरा गर्दाखेरि एउटा कुरा अहिले सबभन्दा हाम्रो झ्याजुङलाले भन्नु क्लाइमेटको कुरा एकदमै जरुरी छ। जसले जे भए पनि चाहे जतिसुकै टुरिस्ट हो खोलामा पानी आएन भने हुनेवाला के पनि छैन। अहिले सबभन्दा बढी पानीमा छ। पानी धेरै पछि घर कस्तो कस्तो बनेको छ, माटोको घर सबै सिमेन्टी बन्दैछ होइन। यो भोलि कसरी जाने भन्ने कुरा त्यो एकदमै इम्पोर्टेन्ट एउटा क्लाइमेट हिसाबले। अनि अर्को त्यसको इम्प्याक्ट कल्चरमा छ र खानेमा छ। अहिले हामीले आम्चीको बल्ल बल्ल ठेगान लगायौँ, अब हामी के गर्दैछौँ बिउ बचाउने भन्दैछौँ। मैले घमीको अब कोही हुनुहुन्छ हाम्रो होइन, त्यो घमीको त्यो मजाको चाहिँ त्यो फापरको फुल फुलेको फोटो अब पाउँदैन, अब स्याउ फलेको फोटो पाउँछ। अब 40 वर्षपछि स्याउ पनि हुँदैन त्यहाँ, जसरी लेतेमा स्याउ हुँदैन अहिले अब त्यहाँ स्याउ हुँदैन। त्यसपछि के त खोज्न जाने हामी भनेपछि केही न के त बिउ बचाइराख्यो भने बिउ त 2 वर्षमा बचाउन सक्दैन, एकचोटि गयो भने गयो त्यो। त्यस कारणले हाम्रो आफ्नै बिउहरू बचाउन सकेन भने क्लाइमेट हिसाबले ठुलो कुरा। त्योसँग चम्पा केमा खाने अब होइन। अब फेरि चामल भुटेर फेरि चम्पा बनाउने अर्कै कुरा हो होइन। नत्र गहुँ र उवा भुटाउनु भने त चम्पा चाहियो। यो खास कल्चरसँग रिलेटेड कुराहरू अघि एकैतिर टुरिज्मको कुरा आइडेन्टिटीको कुरा गर्ने, अनि जाने बेलामा सबै लस हुँदै गएपछि के को आइडेन्टिटी रहन्छ, त्यसपछि के को गीत गाउने, त्यसपछि छाङ्लु कहाँबाट गीत गाउने, अब एकचोटि एप्पल ब्रान्डको गीत गाउने होला होइन। सो आई थिङ्क यो कुराहरू एकदमै इम्पोर्टेन्ट लाग्छ चुनौतीको कुरा गर्दाखेरि। अब हामी मान्छे हेर्दाखेरि म त्यहाँ अब पढ्न आउँथेँ 102 जना थियो मेरो गाउँमा, अब अस्ति गएको 26 जना बाँकी छ। म पोखरामा 11 दिन आएर हिँडेर आएको, अब अहिले एक दिनमा खत्तै घर पुग्छ। अब घरमा मान्छे पनि छैन, बाटो बन्यो सबै चिज बन्यो तर मान्छे छैन। अब यसमा मेरो एउटा चुनौती के भने नेक्स्ट जेनेरेसनलाई यो कल्चर अहिले जति इतिहास राम्रोसँग डकुमेन्टेसन गरेर राम्रोसँग सिकाउन सकेन भने हाम्रो मान्छे भोलि फर्केर जाँदाखेरि फर्केर जाने बाटो पनि कहाँ हो भन्ने थाहा भएन भने त गाह्रो छ। शब्द सिक्ने कोसँग सिक्ने, गीत सिक्ने कोसँग सिक्ने होइन। अब त्यो कुराहरू कल्चरसँग रिलेटेड कुराहरू एकदमै जरुरी भएको हुनाले त्यो तर अलिकति ध्यान दिएर गर्न पायो भने यो इतिहासमा जनाउनु छ। तपाईँ मलाई भन्नुहोस् है, मलाई सिध्यो भने म 1 महिना सिधाइदिन्छु फेरि होइन। अर्को कुरा चाहिँ त्यो एउटा इन्ट्रेस्टिङ कुराहरू यहाँ बडा राम्रो आयो हाम्रो त्यो के अरे हाम्रो उता पुण्यजीले पनि भन्नुभयो होइन, यो इतिहासको कल्चरको सेन्टर यो टिचिङको सेन्टर भन्नुभयो। त्यो सेन्टरलाई अलिकति राम्रोसँग अब डकुमेन्टेसन राम्रोसँग गर्न पायो भने। अब मलाई त आज हाम्रो राजकुमारले मैले अनुरोध पनि गरेँ होइन, राजाको बारेमा यति राम्रो इतिहास स्विसको ब्याङ्कले बनाएर छ कि हामी पनि हाम्रो के चाहिँ लिनेजको किन एउटा नबनाउने होइन। त्यो चाहिँ वेल डकुमेन्टेड हुन्छ नि इतिहासमा होइन। र रोलहरू चेन्ज हुँदै जान्छ तर इतिहास चाहिँ ठिक तरिकाले लेख्नुपर्छ, नत्र भने इतिहास जान्नेले लेख्ने कुरा रहेछ कि मैले धेरै देखेँ होइन। दुःख गर्ने मान्छेको इतिहास आउँदैन, त्यो एकैचोटि पावरमा जसले त्यसको चाहिँ आउँदो रहेछ कि। त्यो भएर तपाईँले लेख्दैखेरि पनि त्यो ngरी पेन्जिङको अरू जे छ उहाँले ल्याउने को थियो, त्यहाँ वातावरण कसले बनाएको थियो त्यो इम्पोर्टेन्ट हो कि। छोर्तेन बनाउँदाको कस्तो कस्तो आर्किटेक्चर म इम्पोर्टेन्ट कि। फलाना पालमा छोर्तेन बनाऊ भन्दा भएन नि त, फलाना पालमा झ्याम्बा लाखङ भन्यो त्यो पेन्टर चाहिँ को थियो त, त्यहाँ लाखङ कसको पालमा बनाउने को थियो र के खालको पेन्टर थियो भन्ने कुरा भयो भने अनि कम्प्लिट स्टोरीहरू हुन्छ भन्ने मेरो मान्यता हो है। र अरू धेरै लामो कुरा छैन, एकदमै खुसी लाग्यो। यो नेपाल समाजलाई धेरै धेरै धन्यवाद, तपाईँहरूले यसरी मौका दिनुभएको छ। अब यो म जस्तो मान्छेलाई धेरै खुसीको कुरा छ होइन। यो यसरी हाम्रो आफ्नै ठाउँको भाषा धर्म संस्कार संस्कृति र पास्ट प्रेजेन्टसम्म कुरा गरेर नेक्स्ट जेनेरेसनलाई डकुमेन्टेसन भएको छ। अहिले यो राम्रोसँग ल्याउनु पर्यो। हाम्रो झ्याम्बा जीले ल्याउनु भएको छ लेखेर होइन, के अरे उहाँको बुक होइन। हामी धेरै 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 धन्यवाद तपाईँलाई होइन। अब मैले तपाईँ अरू कुरा सुनेकोमा अब नेक्स्ट जेनेरेसनलाई के भन्नुपर्छ भने म पनि त्यसमा लाग्छु। हामी अरूले धेरै दुःख गरेर सिक्ने नै हामीले उसैले पढाउँदाखेरि अघि गाह्रो भयो भन्नुभयो नि उहाँले होइन। आफ्नो ठाउँको अर्काले पढाइदिँदाखेरि कस्तो फिल हुन्छ त होइन।
भनेपछि आफ्नो ठाउँमा आफैले पढेर तयारी हुनु पर्यो अनि बल्ल अरूले भन्दाखेरि करेक्सन गर्न सक्छ मैले धेरैको करेक्सन गरेको छु बाहिरको मान्छे भाषा आउँदा अब पुण्यजीले बोल्नलाई पनि बुद्धको लोचा हो उहाँले त्यो ठ्याक्कै प्रोनाउन्सिएसन गर्न गाह्रो हुन्छ त आफ्नो प्रोनाउन्सिएसन अब ठिक पऱ्यो पो उहाँले प्रोनाउन्सिएसन त यो हो भन्ने पाएँ नि त होइन नत्र त उहाँले जे भने त्यो सुन्नु पऱ्यो आफूले पढाएको छैन होइन हाम्रो धेरै त्यस्तो भएको छैन भनेपछि किताबले त्यस कारण यो कुराको लागि नेक्स्ट जेनेरेसन तयारी हुनु पऱ्यो अब खेम्बुजीहरू त हुनुहुन्छ मैले यति भने यो मौकाको लागि धन्यवाद यो हाम्रो धर्म संस्कारमा जति गर्न सक्छ अब म पनि बुढो हुँदै गयो झन्झन यसमा खोताल्दै जानेवाला छु अब यो मोडर्न चिजहरू धेरै खोतालिसकेँ अब यो अलिकति फिर्ता गएर आफ्नो गाउँ खोतालौँ भन्ने कुरा छ यसमा म पनि सहभागी हुन्छु धन्यवाद है त थ्याङ्क यू